ल गाइस अहिले चाहिँ हामीहरूले चाहिँ एकदम जङ्गलबाट मौरी लिएर आएको छौँ है र यहाँनिर चाहिँ अहिले डोडमा हाल्ने क्रम जारी छ। हाम्रो यता आदरणीय दाइ गणेश दाइ र म भएर चाहिँ अहिले जङ्गलबाट दाइको अटोमा हालेर लिएर आएको है। यो हाँगासँगै लिएको छौँ यहाँ हेर्नु होला है, हाँगासँगै जङ्गलमा यो बेबारिसे अवस्थामा चाहिँ बसेको थियो। यो चाका साका सबै निकालिदिएको थियो र बाहिर रुखमा निस्केर टोड्काबाट निस्केर चाहिँ बाहिर हाँगामा बसेको थियो। अनि यो हाँगै छोपेर चाहिँ एकदम बिजोग तरिकाले निकालेर बोकेर लिएर यहाँ अहिले हालिँदैछ है ढोडमा। र यिनीहरू यहाँ भित्र पस्ने क्रम जारी छ। भित्र पस्दैछ, भित्र यो झुलभित्रबाट अलिअलि निस्किँदैछ, अलिअलि निस्केर भित्र पस्दैछ है। यो चाहिँ अस्ति बनाएको नयाँ घार हो यो। र यसरी मौरीहरू चाहिँ अहिले पसिरहेको छ। ल हल्का यहाँ खुल्ला गरिदिनुपर्छ बाटो। अनि एकदम यो चाहिँ बेबारिसे अवस्थामा बसेको थियो र यसलाई चाहिँ अहिले एकदम 5 स्टार होटल भएको चाहिँ घर दिएर चाहिँ अहिले यहाँ यिनीहरू एकदम भित्र छिर्ने क्रम जारी छ है। यिनीहरूलाई बिस्तारै छिर्न टाइम लाग्छ किनभने यहाँ चेपिएको छ, कति टाँसिएको छ है। र अब रानी चाहिँ छ कि छैन त्यो थाहा छैन। मौरी त यो भित्र हाँगामा अझै रहेछ नि तल। रानी निक्लिसक्यो होला रानी छोडिदिनु त्यो निस्किन्छ बिस्तारै। रानी चाहिँ निस्केन कि यहाँ भित्र छिरेन। रानी छिरेको छैन होला। कहाँ देखिन्छ कस्तो हुन्छ रानी चाहिँ? ठुलो हुन्छ नि। छोडिदिनु त्यतिकै छोडिदिनु कि त्यो माथि टाँसिन्छ कि तिनीहरू निस्केर। रानी निस्किनु पर्ने, छिर्नु पर्ने हो। भित्र अझै छ नि, निस्किँदैछ नि बिस्तारी, छिर्दैछ नि। थुप्रो छ नि क्या, त्यति मात्रै हो, निकै छ नि। निकै छ अझै यहाँभित्र छ नि त, टाँसिँदैछ क्या। अहिले चाहिँ मौरीलाई हामीहरूले यो डोडभित्र हालिसकेको छौँ होइन। डोडभित्र हाल्नलाई सफल भइसकेको छौँ। अब यो मौरी चाहिँ पुरा अहिले डोड हेर्ने होइन, घार हेर्ने क्रम उसको जारी छ। यसरी घुमिरहेछ, उडिरहेछ। अब यो सोरेर लिएर हालेको मौरी हो होइन, बस्छ बस्दैन अब त्यो यसको रिजल्ट चाहिँ हेर्नै बाँकी छ है अब। र यहाँ एउटा त्यो पुरानो डोड थियो, त्यो पुरानो डोड पनि राखेको छु। यहाँ पनि पसिरहेछ, पस्नु चाहिँ उनीहरू दुईवटा डोड छ यहाँ होइन। दुईवटा डोडमा कुनमा मन पराउँछ त्यसमै बस्छ। अब यता नि हेरिरहेछ हो। र यहाँ पनि अहिले खास हालेको चाहिँ यसमा हो होइन। अब यता पनि यो पुरानो डोड पनि हेरिरहेछ, यसमा मौरी बसेको थियो। यो चाहिँ नयाँ डोड हो, यो देखिएको चाहिँ नयाँ डोड हो, अस्ति भर्खर बनाएको डोड। अनि यो चाहिँ पुरानो बनाएर यसमा मौरी बसेर, यसको मौरी चाहिँ त्यो मैले योभन्दा अगाडि बितपाते मौरी भनेर भिडियो हालेको थिएँ होइन। बितपाते मौरी कसरी चिन्ने भनेर चाहिँ भिडियो हालेको थिएँ। त्यो मौरीलाई चाहिँ मैले साइन्टिफिक बक्समा हालेको छु क्या, यहाँनिर हेर्नु होला। यो फ्रेमवाले मैले आफै बनाएको डोडो यो होइन, फ्रेमवाले पनि। अनि यो फ्रेमवालेमा हालेको छु आथाटोको। अनि अहिले काम गरिरहेको छ। कहाँबाट छिरेछ नि फेरि जिउमा चाहिँ। यसरी काम गरिरहेको छ है। यत्रो सार्दाखेरि अहिले चाहिँ एउटाले यो जिउमा कहाँबाट छिरेर टोको यत्रो उहाँ जङ्गलदेखि लिएर आइयो।
एउटाले टोक अहिले यहाँ जिउमा छिरेर बेस्टमा अल्झेर र यसले पनि यो बितपातेले पनि काम चाहिँ गरिराखेको देखिन्छ है। अब यो रानी चाहिँ छैन, ऊ भित्र पुरा त्यो मैले चाका हाल्दै थिएँ त्यो सफा गर्दैछ ऊ मुखमा, ऊ त्यो भित्र त्यो पुरानो डोडको मैले पुरानो घारको चाहिँ चाका हाल्दै थिएँ, मरेको बच्चाहरू निकाल्दै सफा गर्दै उनीहरूले काम गरिराखेको छ, देखिराख्नु भएको होला। र यो डोड पनि अस्ति मैले यो घारको पनि नर्सरीबाट जङ्गलबाटै लिएर आएको, यो घारको मौरी पनि एक घार यो नर्सरी जङ्गलबाटै लिएर आएको होइन। त्यो यसको त पुरा भिडियो त्यो निकाले, यो मौरी बस आएको पुरा भिडियो नै बनाएर हालेको छु है। र यो चाहिँ आज लिएर हालेको, यो यहाँ चाहिँ यो घरमा चाहिँ आज लिएर हालेको जङ्गलबाट। अघि त्यो जङ्गलको भिडियो चाहिँ बनाउन पाइएन होइन, र एकैचोटि घरमा लिएर हालेको भिडियो मात्रै बनाउनु पाइयो, समय त्यस्तै भएको थियो है, नभ्याएर बनाउन अलिक अप्ठ्यारो भएको कारणले गर्दाखेरि यो चाहिँ एकैचोटि यहाँ लिएर हालेको मात्रै देखाएको छ है। र यहाँ पनि हेरिरहेको छ, यो दुईवटा डोरमा जुनमा मन पराउँछ उनीहरू त्यसमै बस्छ होइन। अब बस्नु चाहिँ पर्यो होइन, यत्रो दुःख गरेर हालेको छु। र यस्तै छ है गाइस। यो स्प्रे मेरो मौरी पक्र्दाखेरि युज गर्ने मैले है। यहाँ मेरो ज्याक जोन बसिरहेछ, सुतिरहेछ है। मौरीले मलाई यत्तिकै घेरेर म यता साइडमा लागेको। ल गाइस यस्तै छ है। यो चाहिँ भन्नुहुन्छ भनेदेखि यो मौरी पक्र्दाखेरि गर्ने स्प्रे यसरी घेरै छ मलाई है, यसरी स्प्रे गर्ने हो। यो चाहिँ स्प्रे होइन मौरीलाई छप्प बसाउनलाई। र यस्तै छ है गाइज। अब यहाँनिर एकदम अब दुईवटा डोर छ, जुन मन पराउँछ एउटामा बस्छ है। यहाँ पनि हेरिरहेको छ है होइन। वर्षक अब जुनैमा बसे पनि भयो, तर हाल्नु चाहिँ अब यो गोलो मुडे घरमा हालेको छु होइन। हाल्नु चाहिँ अब सबै मौरी चाहिँ यहाँ हालेको छु, तर यता पनि हेर्ने क्रम जारी छ। जुनैमा बसे पनि बस्नु चाहिँ पर्यो, बस्यो भने म ह्याप्पी है। ल यो आजको भिडियो चाहिँ यति नै।